बच्चाहरूलाई स्कुल पछि आएर खाने खाजा होस् या हामी नै पनि ठुलो मान्छेको लागि खाजा यो एक अलिकति चिउरा र थोरै भिजाएको दालबाट एकदमै मिठो नास्ता बनाऊँ है त। मैले चाहिँ ब्लेन्डिङ जारमा भिजाएर राखेको दाल अनि चिउरा, प्याज, अदुवा, खोर्सानी, गाजर, जिरा, नुन अनि त्यसलाई ब्लेन्ड गर्नको लागि पानी राखेर मजाले ब्लेन्ड गरिदिएँ। मैले चाहिँ यसलाई घिउमा बनाउँदैछु, घिउमा, तेलमा, जेमा बनाउँदा पनि भयो। बच्चाहरूले खाँदाखेरि प्यानकेक जस्तै देखियोस् भनेर मैले प्यानकेकको साइजमा बनाएँ। अनि त्यसमा चाहिँ मैले थोरै काटेर राखेको रातो प्याज र धनियाँलाई पनि राखेँ, मिठो टेस्ट आउँछ भनेर। अनि यसरी फर्काइ गोल्डन हुने बेलासम्म पकाउने। अनि मैले चाहिँ बाँकी रहेको ब्याटरलाई यसरी सानो सानो प्यानमा अटुन्जेल 4वटा जति बनाएँ एकचोटिमा। त्यसपछि यसलाई चाहिँ 3-4 मिनटसम्म छोपेर पकाउँछु। अनि 3-4 मिनटपछि फर्काएर त्यसको माथि अहिलेको जसरी नै काटेर राखेको प्याज र धनियाँलाई माथिबाट राखिदिन्छु। अनि त्यो नझरोस् भनेर थोरै थिची पनि दिन्छु। अनि त्यसलाई फेरि फर्काएर पकाउने, अर्कोपट्टि पनि नपाकुन्जेलसम्म। अनि त्यसपछि त के नै रह्यो, यति मिठो हुन्छ नि यो। मैले चाहिँ चटनीसँग खाएँ, नानीहरूले चाहिँ केचपसँग खाएँ। यस्तो मिठो हुन्छ नि यो, उनीहरूलाई एकदमै मन परेछ। अनि आज पनि स्कुल लन्चको लागि यही रोटी बनाइदिनु न भनेर भने, अनि लन्चमा पनि यही रोटी लिएर गएका छन् कि।